हेलो मेरो नाम शोभा आज हामी मुकबाङ गर्दैछौँ बहिनी मुकबाङ मुकबाङ हो तर हामी खाना चाहिँ खाने हो तर त्यस्तो मुकबाङै छैन नर्मल खाना खाँदैछौँ दाल पाङ्रा दाल टमाटरको अचार आँपको अचार भाइ एउटा छ नि बहिनी मोटे भाइ टिकटकमा भात खाने क्या धेरै भात खाने भाइ सुनेन तिमीहरूकोमा आउँदैन चक्कु भात छैन छैन भनिसक्यो त यहाँ बस्नुपर्ने आइज न हिजो आइज न युट्युबमा अब अनर यस्तो अब आइज न मिली बसौँ यहाँ पो देख्दो रहेछ बहिनी सबैले जिम्बल जता झरेर ओ भइपर्ने अनि मलाई साइली साग यस्तो मिठो लाग्यो कि साइली सागको सलाद तैँले खान्छस् काँचो साइली साग मुला साग जस्तो हुँदो रहेछ क्या मिठो क्या चाख्नु होइन त्यो जिन्दगीमा प्रायः मान्छेले त्यो पकाएर खाने भन्ने कुरो चाहिँ टेस्ट गरेको हुन्न रहेछ क्या मैले त अहिलेसम्म कहिले पनि त्यो टेस्ट गरेको थिइनँ क्या साइली साग तर खतरा मुलाको साग जस्तो मिठो क्या मुलाको साग मनपर्ने चाहिँ साइली साग ट्राई गर्नु होइन ए मुलाको साग खान्छ नि सँग कि काँचो मुलाको साग क्या पखेटा ए कफी कि पखेटा सँगै छुट्टी भएको बेला दिदीहरूलाई खाना दिँदै हेर्नु मजा आउँथ्यो है भिडियो बनाउँदै गफ गर्दै तेरो सलाद बनाउनु मैले भात खाइसक्नु खान्छ त हेल्दी हुनु खोज्नेहरूलाई त मलाई त काँचो टमाटर मिठो लाग्छ कस्तो यो कहाँ किनेको बहिनी अचार यस्तै अचार किन्नु पर्ने पनि एउटा त गुलियो हुन्छ नि त अब लुगा पो फेरेर जानुपर्छ होला काममा सुरुवात यहाँबाट आज तँसँग छ नि त मेरो सबै लुगा रिस उठाइछ भने तेरो दराज खाली होला यार
हाम्रो कुर्सीहरूलाई साह्रो हल्लिन्छ त्यो कुर्सी पनि भयो 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 मजा हाल्दै खाना खाना एकैचोटि खाएपछि माना गरेको पनि कपाल कलर लाउने बहिनी अर्को लफडा होइन अर्को लफडा यहाँ चाहिँ स्पेस अलिकति बाहिर आयो है अब जसरी पनि देखाउने आई हुन्छ चाहिँ खान्न त्यत्रो पङ्खा लाएर बसेर आफूले किन यो हल्यो छैन त हल्यो नबोल्ने त्यो केटो कन्सन्ट्रेसनको मान्छे क्या जति सोध्यो त्यति खाइटा सोधेको पनि भनेन भने चाहिँ त्यस्तो किन त्यहाँ जाने होइन त्यहाँ चाहिँ काम चाहिँ सुरु गर्छ अरे भन्नु पर्यो मान्छेले अर्को त्यो प्रेरणा भन्ने एउटा बहिनी छ त्यो बहिनीले पनि त्यहाँबाट गरेको थियो फ्यामिली एप्लाई कि पासपोर्ट पासपोर्ट उसको सासू पनि त्यहीबाट के तँलाई के गर्नु हो तातो बनाएर चाहिँ के गर्नु कस्तो गर्नु पर्यो छोड्दैन भने एकछिन यो भात खाइसकेपछि तेरो पछि लाग्छ क्या दिदी मलाई दिन्छु न हातले खाइदिनु तँलाई यस्तो अचार त्यसरी भात खाएर चाहिँ मलाई सुत्नु मन लाग्छ क्या काममा जानुपर्छ कुद्दैन जान्छ त्यस्तो हुन्छ मैले एउटा कुरा याद गर्छु नि तैँले धेरै महिना वर्ष चम्चाले भात खाएपछि हातले खाँदा अप्ठ्यारो लाग्दो रहेछ होइन हातले सोरिनु खोज्दैन भन्दाखेरि मान्छे हाँस्छ हो मलाई कति भयो चम्चाले मात्रै खान्छु नि त अनि अप्ठ्यारो भएको क्या हातले खानु
फेरि के भयो त्यस्तो पो हो हामी पनि जन्माउँदा है होइन पहिला म उयो जोइन गर्छु पो कोचिङ स्कुल हुन्छ म भोलि म उठ्छु भने म 8 बजे उठ्छु अब नआउँछु एकैचोटि कसरी हाल्नु प्याकेट हाल्दै खाइरहेको छु 2 केजी कालो दाल तपाईले नि भात खाँदा बाध्य भ्लग मान्छेले रुचाउनु दुबईतिर होइन नेपालमा तिनीहरू ए त्यो कपाल लाउने नकलीहरू राडी खिच्न गर्छ भो स्कुलको बच्चाहरू केटीहरू अहिले प्रोटेक्टबाट चाहिँ त्यहाँ प्रोटेक्टबाट अगाडि आमाले कराउँछ फेरि धेरै भात खायो भने टिकटकमा के अरे उताको आमाले क्या कसैलाई अरूलाई पुग्छ पुग्दैन अरे हेर खाएको भनेर के थप्छ फेरि थपेर हेर भन्नुहुन्छ क्या त्यो आमाले त्यही त बुढोको बुढी लाटी छ नि त बेलुका अर्को छुट्टीमा बिजी हुन्छ होला फेरि है दिउँसो काममा आउनु पायो भने आनन्द हुन्छ क्या ए दिउँसो अरे 4 बजेतिर काममा आयो भने 2 जना भएर पकाएर होइन गर्नुहुन्छ होइन 4 बजेतिर आउँदा दिदी बड़ा पनि पिसा बनाउँदा नि सर्व त नेपाली रहेछ अर्को महिनाबाट अब दाल खाइस् त मलाई त दाल खाँदै खै आजकल दाल मन पर्दैन दाल र भात पकाइदियो भने भयो केही छैन अरू पिरो एउटा खोर्सानी भयो नि यत्रो धेरै काममा भात खाएर जस्तो लाग्छ फेरि अलिकति भात खान्छ कसले पस्ने लाग्यो मैले दिइहाल्छु किनभने अचार हुन्छ नि त नकिन भनेदेखि खावा गाउनु भयो
धन्न फेन लाइस रेसिस नि कसोले बनाएको अचार हो अशोकले भयो दस दिनहरू बेस हुन्छ त्यो दाल खाइदिने मैले आज चाहिँ म खादिनँ है अँ नाइ कराई सोध्थ्यो कि त धुने हो भात चाहिँ हाल्ने थियो खाना होला भन्ने अगाडि बटम खोलेर खाना क्या हो खान्छु क्या हो अबे ड्राइभिङ क्लास गर्न सुरुमा कतिहरू गर्ने अनि त्यसमा तिर्ने आधी आधी गर्दै तिर्ने रहेछ कस्तो थाहा पाइस् त्यो त्यस्तो कायदा कुरा अन्त ल 1000 पुरै तिर्नुपर्छ होइन त्यो चाहिँ के भएको हिजोको मान्छे मान्छेले पनि त्यसरी तिरेको होइन मान्छेहरूले त्यसरी तिरेको अरे होइन त्यो कराई त अति भयो भने मार्दै बाई